हेलो इन्टरनेट फ्रेन्ड्स, वेलकम ब्याक टु माई फेसबुक भिडियो। अनि सबैजनालाई नमस्ते। न्यू डे न्यू भ्लग लिएर आइसकेको छु हजुरहरूको लागि। अनि अहिले चाहिँ अनि फेरिमा होटल आइपुगेर चाहिँ भातसात खानालाई रोकेर भातसात खायौँ। अनि त्यसपछि निस्क्यौँ। त्यहाँबाट निस्केर माथि बेम्बो हाउस लालमाटी आइपुग्नुभन्दा अलिकति अघि यहाँ चाहिँ जहिले ट्राफिक बसिरहेको हुन्छ। अनि म चाहिँ गाडी साडी बन्द गरेर चाहिँ गएँ, एन्ट्री सेन्ट्री गरेँ। एन्ट्री सेन्ट्री गरिसकेपछि म चाहिँ डाइरेक्ट नो एन्ट्रीमा गएर रोकेँ, किनकि एकदमै गाडीको ब्रेक लाग्दै थिएन र मैले चाहिँ त्यहाँ ब्रेकहरू सबै एडजस्ट गरेँ। अनि अलिक माथि आउँदाखेरि चाहिँ मणिपुरको विङ्गर जुन चाहिँ छ चिप्लेर कुलामा कुसिरहेको थियो, देख्दाखेरि एकदमै नराम्रो लाग्यो। तर थ्याङ्क गड पेसेन्जरहरू चाहिँ कोही थिएनन्। अहिले चाहिँ भने हामी कुइमा छिरिसकेको छौँ। वेलकम गेट देख्नुभयो होला। अनि कुइमाको नजारा चाहिँ राति चाहिँ यस्तै हुन्छ, पुरा चारैतिर उज्यालो। लाइक फलो सेयर चाहिँ गरिदिन नछोड्नु होला। कुइमा टाउनको नाइट नजारा चाहिँ यस्तै छ, पुरा झिलिमिली एकदम। मेरो भोइस चाहिँ इग्नोर गरिदिनु होला, किनकि अहिले सबैतिर यस्तै मार्की टाउको दुख्ने यस्तै भइरहेको छ र एकदमै मार्की लागिरहेको थियो मलाई चाहिँ। र पनि हजुरहरूको लागि भिडियो बनाएर ल्याएको। अनि कुइमा टाउन आइपुगेपछि चाहिँ एकदमै जाम लागिरहेको थियो। अनि यो चाहिँ के गर्दैछन् नि दुईवटा लभरहरू भनेर चाहिँ कमेन्ट गरिदिनु होला। एकदमै जाम भेट्यो, खाली गाडी आउँदा पनि एकदमै जाम भेट्यो। अनि लोड गाडी आउँदा पनि जाम भेट्यो, किनकि म नो एन्ट्री खोलेको साथसाथमा निस्किन नि त। उताबाट खाली गाडी आएको थिएँ। अनि खाली गाडी र लोड गाडी जुत्यो भने चाहिँ एकदमै जाम लाग्छ कि। अनि लामा गाडीहरूको पछि परेको थिएँ, किनकि मेरो गाडी चाहिँ एकदमै ढिलो लोड भएको थियो। अनि यहाँ चाहिँ गाइस हाम्रो सानो कृष्ण मन्दिर चिटिक्काको एउटा छ। सबैले राधे राधे भनेर कमेन्ट गरिदिनु होला। म चाहिँ अहिले चाहिँ कुइमा टाउन एकदमै पार गरेर निकै अघि आइसकेको छु। विश्वमा बस्तीमा कुद्दैछु अहिले चाहिँ। अनि म चाहिँ एकदमै 14 चक्का 16 चक्काको डम्परको पछि गएर चाहिँ एकदमै साइड दिँदै थिएन, जबरजस्ती ओभरटेक गरेर चाहिँ निस्केर चाहिँ म उँधो आएँ। अनि यो चाहिँ पुरा विश्वमा बस्ती भनौँ न, विश्वमा बस्तीमा आइपुगिसकेको छु गाइस। मलाई त्यसरी माया बसिला है बेसरी, भुलाउ भन्छौ आज तिमी, तर भुलाउनु कसरी माया। त्यसपछि यो गोलाई पार गरेर चाहिँ एकदमै एउटा टेलर के हो पनि पिसी त हो, तर ढुङ्गाहरू छेड्ने के होला एकदमै अग्लो टाइपको, एकदमै लामो टाइपको ढुङ्गाहरू फुटाउने टाइपको थियो। अनि यहाँ चाहिँ खुजुमा जङ्गल हो, यो चाहिँ खुजुमा जङ्गलमा एकदमै जाम भएको थियो। अनि नयाँ बाटो बनाउँदैछ नि त, त्यही भएर जाम भएको। अनि अहिले चाहिँ खुजुमा मेन गेट पार गरेर चाहिँ खुजुमा मेन गेटको अलिक मास्तिर एकदम अहिले नयाँ पेट्रोल पम्प खोलेको छ। अनि अहिले चाहिँ गाइस म माउ गेट आइपुगेको छु। अब यहाँबाट उता चाहिँ मणिपुर लाग्छ, नागाल्यान्ड बोर्डर खत्तम भयो। त्यहाँबाट म चाहिँ डाइरेक्ट तल माखान खोलाको डाइरेक्ट तल अलिक माथि, खोला नपुगी अलिक माथि रोकेँ, किनकि गाडीको टायर एकदमै तातेको थियो। अनि अघि चाहिँ सोल्टी गएको थिएँ अरे, सोल्टीलाई भेट्छु कि भनेर अलिक कुदाउनु भएको, टायर एकदमै तात्यो र आधी घन्टा जस्तो रेस्ट गरेँ म चाहिँ। सोल्टीहरूलाई जाँदै गएर नि साह्रै निद्रा लाग्यो भने बाटोमा सुत्दै गर न भनिराखेर चाहिँ म चाहिँ आधी घन्टा जस्तो चाहिँ यहाँ बिसाएँ। गाडी पनि अलिक ठन्डा हुन्छ, टायरहरू पनि अलिक ठन्डा हुन्छ। अनि हामी पनि एकछिन रेस्ट गरिन्छ भनेर चाहिँ आधी घन्टा जस्तो बस्यो यहाँनिर चाहिँ। यहाँ चाहिँ आधा सोल्टी सानोबती पार गरेर माउन्ट एभरेस्ट उठाउन गएको म चाहिँ। केटीसँग आएर मस्केका सूर्य आम्मा सूर्य
कहाँ हो त्यो पिलेट के गर्दैछ ओ पिलेट ओइ ओ पिलेट ओइ बिजोक हेरेर मान्छेको आँखा रात न रात छि अनि यस्तो बिजोक पाराले किन कुदायो गाडी आजले किन यस्तो पारा यस्तो बिजोकले कुदाएको आँखा त अनि ज्या भयो अरे लाइट हो लाइट बालेर आएको गाना बजाएर